म शंकर लिम्बू नेपालको आदिवासी, अर्कोतिर म कानुन व्यवसायी पनि। अनि मैले वातावरणको मुद्दामा बहस गर्ने बेलामा हेर्दाखेरि भारतको सर्वोच्च अदालतको रेफरेन्स राखेको पाए। भारतको सर्वोच्च अदालतको रेफरेन्समा खोज्दै जाँदाखेरि 132 वर्ष अगाडि अमेरिकाको आदिवासीको नेता है उहाँले राष्ट्रपतिलाई लेखेको पत्र, उहाँले राष्ट्रपतिलाई लेखेको पत्रमा एक बडो गजबको यसमा शब्द रहेछ। त्योमा यो भारतको सर्वोच्च अदालतको त्यो न्यायाधीशले के भन्नुभएको छ भनेदेखि यो जवाफ यति राम्रो छ त्यो चिठीको, राष्ट्रपतिले त्यो जमिन मलाई बिक्री गर भनेर लेखेको छ। त्यो त्यसलाई कसरी चाहिँ त्यो बिक्री गर भनेको कुरालाई उहाँले के भन्नुहुन्छ भने विजडमको कुरा भन्नुहुन्छ, विवेकको कुरा, विवेक प्रयोग गरेर के भन्नुहुन्छ, यो भूमि, यो स्रोत, यो पानी, यो सबै कुराहरू हामी यसलाई ओन गर्दैनौँ, हाम्रो स्वामित्व यसमा रहँदैन। जब हाम्रो स्वामित्वमै रहँदैन भनेदेखि हामी कसरी बिक्री गर्न सक्छौँ, हामी यसको मालिक होइन भन्ने कुरा त्यति बेला कुरा गरेको रहेछ। मैले यसलाई अङ्ग्रेजीमा पढौँ। एभ्री पार्ट अफ द अर्थ इज सैक्रेड टु माई पिपल, मेरो जनताको लागि प्रत्येक यो पृथ्वीको कुराहरू सैक्रेड, पवित्र छ। Every shine, pine needles, every sandy shores, every mist, the dark woods, every clearing, humming insect is a holy. प्रत्येक त्यो काँडा बिरुवा जीव जन्तुहरू त्यो सबै यो त्यो आध्यात्मिक कुरा हो हैन, यो कुरा हो। अनि त्यस पछाडि यी सबै कुराहरूलाई हामीले अन गर्दैनौँ, अन नगरिसकेपछि तिमीलाई बिक्री गर्न सक्दैनौ। त्यो भनेको एउटा विजडम, विवेक हो। त्यसै कारणले यो वातावरण जोगाउनु पर्छ। यो इन्डिजिनिजमको पर्सपेक्टिभबाट भारतको अदालतले गरे जुन फैसला गरे त्यो नेपालको सर्वोच्च अदालतले त्यसलाई दियो। त्यस्तो खालको हरेक वातावरण संरक्षण गर्ने कुरा न्यायालयले जसरी अहिले लिएर आएको छ इन्भाइरोमेन्टल जस्टिस भने त्यसको मूल माउ भनेकै आदिवासी हो, इन्डिजिनियस पिपल्स हो, अब मूलवासी हो हैन। अनि त्यो भइसकेपछि त्यही कुरालाई मान्यता दिनको लागि यही कन्सेप्ट के हो भने खराब कुरा के बुझिन्छ भने कानुनमा यहाँ चाहिँ यो सरकारको जमिन हो भन्छ हैन। सरकारको जमिन भनिसकेपछि सरकार के गर्छ, बेच्न थाल्छ। हामीले अब भन्ने कुरा के हो भने इन्डिजिनियसको कन्सेप्टबाट यो जमिन आदिवासीको हो, यो भूमि आदिवासीको हो, आदिवासीको भए पनि आदिवासी मालिक होइन संरक्षक हो।